is me, Bipna Stressed, and she is Krisha Maharjan. She is my classmate. अनि उनीहरू पनि मेरो सबै क्लासमेट हामीहरू चाहिँ यहाँ मोमो सेल गरिरहेको थियौँ हाम्रो स्टिमर त्यहाँ देख्न सक्नुहुन्छ यतातिर स्टिमर यस्तो गाह्रो भएको थियो यो ब्याम्बो स्टिममा बनाउँदाखेरि तर जस राम्रो भएको थियो अनि हामीहरू चाहिँ यो चाहिँ दिवाली प्रोग्रामको भिडियो हो जुन पाम स्प्रिङ नर्थमा भएको थियो 2026मा अनि ऊ चाहिँ हाम्रो इन्टरनेसनल एडभाइजर मारी होइन अनि उतापट्टि बसेको चाहिँ हाम्रो युगोलको टिम भन्नु युगोलको टिम हि इज नट अ क्लासमेट होइन अनि यस्तो सन्नी थियो अनि मोमो सेल गर्दा अनि उहाँ चाहिँ ठ्याक्क ढाका रुपियाँ लगाएर नेप्लिज अङ्कल आउनुभएको होइन हि वाज लुकिङ फर द भेज मोमो अनि तर हाम्रो भेज मोमो चाहिँ सकिसकेको थियो द डे वाज सनी है यस्तो मजाको घाम लागेको थियो अनि जस्ट पानी परेको थिएन पानी परेको यस्तो हुन्थ्यो नि त अब कोही अनि आउनुहुन्थेन अनि सब कन्ट्रीबाट देख्नुहुन्छ यहाँ युएस पोक ब्राजिल द डिफ्रेन्ट कन्ट्रीको चाहिँ आफ्नो आफ्नो डिसेसहरू लिएर आउनुभएको थियो हामी चाहिँ युकोल इन्टरनेसनल भनेर त्यसरी रिप्रेजेन्ट गरेर अनि हि जोन है हि चाहिँ हेल्पिङ ह्यान्ड अनि सी सुरङ्गाना अनि उनीहरू चाहिँ मजाले यसरी चाहिँ सेल गरिरहेको छ अनि हाम्रो चाहिँ पेमेन्टको लागि चाहिँ अनलाइन क्युआर स्क्यानर चाहिँ थिएन तर हाम्रो त्यो अकाउन्ट थियो उनीहरूले चाहिँ त्यसरी अकाउन्टमा पे गरेर पनि हाम्रो त्यसरी मोमोहरू सेल गरिरहेको थियो अनि उहाँ चाहिँ नेप्लिज दाजु होइन नेपालकै ड्रेस टी सर्ट लगाएर त्यसरी आउनुभएको अनि हाम्रो साथीहरूले चाहिँ नेपालकै टी सर्ट लगाएर पनि हजुर नआउने भनेर भन्दै थियो होइन अनि हि इज हाम्रो लेक्चरर हुनुहुन्छ अनि यतातिरको उहाँको वाइफ होइन हि इज फ्रम अफ्रिका हिज नेम इज अय्या अनि उहाँले चाहिँ एकदम राम्रो पढाउनुहुन्छ भने हामीलाई अनि फ्रेन्डहरूले चाहिँ के भन्दै थियो भने हामीलाई चाहिँ हामीले तपाईँहरूलाई चाहिँ मोमो दिन्छौँ अलि धेरै अनि तपाईँहरूले पनि हामीलाई मार्क्स धेरै दिनुहोस् ल भनेर उनीहरूले चाहिँ त्यसरी भनेको थियो होइन जस्तो फनी यो चाहिँ जस्तो जोक अफ पार्ट एनिवे अनि उहाँहरूले चाहिँ लगाउनु भएको चाहिँ उहाँहरूको अफ्रिकन ड्रेस हो यो या वी इन्जोयड अ लट अनि हामी चाहिँ एकदमै धेरै त्योभन्दा धेरै मोमो सेल गऱ्यौँ हामीलाई लास्टमा टेस्ट गर्नुको लागि पनि हामीलाई मोमो थिएन कि जस्तो यति सेल भएको थियो हामीसँग अझै धेरै क्वान्टिटी भएको भए पनि हामी सबै सक्थ्यौँ होला सेल गरेर कति त हामीले अब जसको क्युआर सपोर्ट गरेन होइन त्यस्तोहरूको लागि त्यतिकै पनि दियौँ एज अ हेल्प हुन्छ नि त उनीहरूको लागि ठिकै छ भन्ने त्यतिकै पनि दियौँ अनि हि वाज सो ह्याप्पी अनि उसको वाइफ पनि एकदम ह्याप्पी थियो उसले चाहिँ हामीले एक्स्ट्रा मोमो दिएको थियौँ नि त उसलाई अनि त्यो भएर चाहिँ खुसी भन्दै हुँदै गयो होइन अनि यतातिर चाहिँ हाम्रो क्लासमेट होइन बिचरा उसले चाहिँ मलाई भेजिज राखिदेऊ ल भनेर भनेको रहेछ कि तर हामीलाई थाहा भएन त्यो कुरा अनि भेजी चाहिँ यति छिटो सोल्ड आउट भयो चिकन मात्र थियो अनि वी टेक अ पिक्चर त्यो ब्लु लाको त्यो ब्लु ड्रेस लगाएर बसेको चाहिँ ऊ चाहिँ श्रीलङ्कनको हो उसले चाहिँ आफ्नो श्रीलङ्कन ड्रेस लगाएको अनि सी मोमो अथेन्टिक टेस्ट अफ नेपाल होइन यसरी चाहिँ प्लेट लगाएको थियौँ यो चाहिँ हाम्रो चिकन चाहिँ यता स्टिमरले चाहिँ साथ नदिएको भएर चाहिँ हाम्रो चिकन चाहिँ पाक्नु टाइम लागेको थियो अनि यतातिर भेज चाहिँ सकिसक्यो त्यो भएर छैन तर नि हामीले चाहिँ अब खाली नै किन राख्नु भनेर अनि यो चाहिँ एलोभेरा जुस आई लभ इट है मलाई चाहिँ एकदमै मन परेको यो चाहिँ कोरियन जुस यस्तो मिठो मलाई यस्तो फ्रेसनेस भयो अनि वी सोल्ड होइन यो चाहिँ धेरै सकेको थिएन तर पछि हामीहरूले खाएर नि सकायो यसलाई होइन केही रहेको थियो अनि यसलाई चाहिँ हामीले $4 बेचिरहेको थियौँ उहाँ जोन हुनुहुन्छ खास यो कोरियन जुसको आइडिया चाहिँ उहाँको हुनसक्छ किनकि उहाँको वाइफ चाहिँ कोरियाबाट हुनुहुन्छ अनि सायद उहाँले पहिले खाइसक्नु भएको हुनसक्छ अनि त्यो रिफ्रेसिङ जुस भनेर चाहिँ हामीले त्यो गरेको थियौँ एज अ वाटर चाहिँ हामीले सेल गरेको थिएनौँ तर जुस चाहिँ गरेको थियौँ सो यति नै हो अनि टेन्ट हो हामी चाहिँ यति बिजी भएर चाहिँ हामी टेन्टतिर हेर्न आई मिन सरी त्यो स्टल हो आई मिन सरी स्टेज हो त्यो स्टेजतिर हामी हेर्न जानु नि भ्याएन अनि मान्छेहरूको फ्लो चाहिँ यस्तो थियो अनि लास्टमा चाहिँ हाम्रो अलिकति बचेको चाहिँ मोमो हामी सबै सेयरिङ गरेर त्यसरी खायौँ इट वाज यस्तो रमाइलो एक्सपिरियन्स होइन एज बिङ अ इन्टरनेसनल स्टुडेन्ट पनि उहाँ गएर यसरी मोमोस बनाएर मोमो सेल गर्दाखेरि यस्तो रमाइलो हुँदो रहेछ अनि यति मजाले
हाम्रो सबै सक्यो अनि हाम्रो सबै सोल्ड आउट भइसकेपछि हामी स्टलमा बसेर काम थिएन नि त। सो वी प्याक्ड अल द थिङ्स अनि हाम्रो युकलको भेनमा चाहिँ हामी पुऱ्याउन जानु गयो अनि ऊ चाहिँ क्रिसा उसको हस्बेन्ड सबै साथीहरू मिलेर अनि हामीहरू सामानहरू सबै त्यहाँ राख्यौँ। यति नै हो। ए हेर्नु सुरङ्गना भाँडाकुँडा बोकेर ल सबै प्याकअप भयो। हाम्रो चाहिँ सबै सोल्ड आउट भयो। जे सोचेको जस्तो सोचेको भन्दा नि राम्रो भयो। सोचेको थिएन त्यो सबै सोल्ड हुन्छ अरे अझै पुगेन नि है। भेजी चाहिँ अलिक थोरै भएछ, पुगेन। कतिजना मान्छेले चाहिँ फर्काइदियौँ हामी भेजिटेरियन, कतिजना चाहिँ हामीले फर्काइदियौँ। अझै बिग्दो रहेछ दाम। हाम्रो त्यहाँ युकलको भ्यानमा सबै हाम्रो सामानहरू राखेका छौँ। I think you've already done. I can take other. Okay. So much. Thank you. Thank you. It was fun. Yeah. Appreciate that. Yeah. Yeah. Let's see how much we earn. Yeah. Okay. We enjoy yaar, we enjoy mama also. Yeah, we enjoyed. Yeah, I enjoyed a lot actually. Even preparation. Yeah. It was so good. Yeah. This Okay. Dipana. Take care. And see you Okay. Monday. Yeah. Tuesday. Monday is not our class. Yeah. See you on Tuesday. Okay. Yeah. Thank Yeah. you. Thank you very much. Okay. Bye. Okay. Bye. See you on Tuesday. See you on Tuesday. So at the last, I want to thankful to each and everyone for the helping hands, especially the Mari अनि हाम्रो कति धेरै साथीहरू जुन चाहिँ यो भिडियोमा हुनुहुन्न उहाँहरूले चाहिँ एज अ मोमो प्रिपरेसन धेरै हेल्प गर्नुभएको थियो। त्यही हो, वी इन्जोयड अ लट एन्ड वी मेक अ मनी अनि त्यही हो। सी यू इन नेक्स्ट भिडियो। थ्याङ्क यू फर वाचिङ अन्टिल नाउ। बाई बाई, हेभ अ गुड डे।